मुस्ताङको भ्यू जस्तो होइन यता मुस्ताङ जाँदैछौँ हामी चाहिँ सेफ होइन आडो बखाएर टिप्ने पनि सेफै हुँदो रहेछ क्या सेकेन्ड सेफ छ क्या फर्स्ट होइन सेकेन्ड हो अलराउन्डर सेफ त्यो भिडियो लाउँदाखेरि कति रमाइलो देखिन्छ तर त्यहाँभित्र अब काम कहाँ गएको भन्ने कुरो कसैलाई थाहा छैन होइन उहाँ गएर कति पेलान हुन्छ भन्ने पनि थाहा छैन यस्तो मुस्ताङतिर लगभग हामी उपर मुस्ताङमा छौँ यतिखेर यो उपर मुस्ताङमा छौँ हामी यतिखेर हिमालयन साइड हो यो माथि बाजे भनिन्छ नि है त्यो 60 लाख हो र 60 लाख ऊ त कति मिलियन देखाउँछ 6 मिलियन मात्रै कति देखाउँछ नेपालको 3 करोड भन्ने मात्र होला छैन हो अब त सकियो लाउन सक्दैन यो चाहिँ कस्तो हो यही रोड पुगेको छ रोडै टोक्दै बस्दै परेपछि त पुरै है नालै देख्नु त्यो त ठिक त अनि तातो पनि हो कुकुर पाल्दो रहेछ के टावर हो घोडाको बेस रहेछ क्या गराएको हामी कहाँ हिँडेको स्याउ टिप्ने नहाँस्नु यार ठुल्छुमा यार ठुलो मान्छेको अगाडि यसरी हाँस्ने नि होइन कि उपर मुस्ताङ हिँडेको भने चाहिँ स्याउ यी बारी बारी जस्तो त देखिन्छ नि त ए हातको यस्तो बाटो हुँदै हामी जङ्गलको बाटो हुँदै एकदम घनघोर जङ्गलको बाटो हुँदै यहाँ पो ऊ त्यस्तै त हुन्छ होला नि खेती किसान क्या मतलब यस्तै बार टाइप केरा होला आयो चाहिँ भेडा के गरौँ पुछार हेर पुछार कुकुरको भन्दा लामो छ कता हो दाजु कता लगेको हाम्रो गाउँको जस्तो के खानु भएको हजुर अङ्गुर त होइन यो लङ्गुरले अङ्गुर खाने हो
लङ्गुरले अङ्गुर खानेखेरि ए यो स्याउ यो मुस्ताङ उपर मुस्ताङमा आएर स्याउ खाएको कस्तो छ टेस्ट दामी एकदम ल भेरी गुड यो चाहिँ खाने हो मलाई तागो यो भन्दा नि यो के हो अङ्गुर सङ्गुर मात्रै धेरै छ आज लङ्गुर के खानु भएको तपाईँले लङ्गुरले अङ्गुर खाने हो लोरोल झारेर खानुपर्ने टिम बनेछ त्यो चाहिँ हाम्रो मुस्ताङको पर मुस्ताङमा आएर स्याउ खाँदैछ ताजा स्याउ अङ्गुर लङ्गुरहरूलाई अङ्गुरै मिठो लाग्छ किनभने होइन भन्छ सर दामी छ ल अब स्याउ टिप्ने हामी है ए लामै फेरि टिप्नुपर्ने खाइ हामी चाहिँ अङ्गुर टिप्दैछौँ यसरी लङ्गुरहरूले यसरी झार्दैछ अङ्गुर उपर मुस्ताङमा यो चाहिँ लगेर मार्केटमा बेच्ने हो यो यस्तो के जातीय टिप्नु लाग्यो यस्तै टिप्नु आयो एक क्यारेट भर्याउने सबको जिम्मा छ यो मेरो क्यारेट भयो बाजेले यसरी झार्दैछ त्यहाँ त्यो किन टेकेको चाहिँ किन उ गर्नु त त्यो भुँडीले टिप्दै चाहिँ यति भइसक्यो हाम्रो यो भुइँभरि छ यो क्यासे टिपेका यत्र मुस्ताङतिर स्याउ टिप्नु भनेर ल्याएर यार तल मध्य के भन्छ तल बेसीलाई तराई त्यहाँ मध्य तराईतिर ल्याएर यार आल्चा टिप्नुतिर लगायो फेरि सब फुट्दो रहेछ कि पछारिएर होला यति टिपेँ मैले चाहिँ त्यस्तै भरिछ है टिप्दा हैरान हत्ते भइसक्यो एकदम पानी खाँदैछ भन्नु हुँदैन 8 लाख रुपियाँ चाहिँ खत्तरले तिरेको मान्छे हो हामी होइन गोर्खाका सन्ते भन्ने बौला झन् अलिक थोरै अलि माम पाइनु आफूहरू थोरै तिर्छ 8.5 लाख रे सबै यता चान्छन् गरेर अनि बुढीलाई पनि तिरेको रे यहाँ पुरै मिल्दैन नि यार यो त्यहाँ त्यस्तो भिडियो मिल्ने काट्नु है तपाईँको सबै पसिनाले यार त्यो टालिएर डाइरेक्ट यहाँबाट गएर म चाहिँ रेस्टुरेन्टमा काम गर्नु मिल्दैन नि यस्तो हालत त नुहाउनै पर्ने छ तपाईँको ओहो लु खतम मेरो त्यो बौला के हेरेको ऊ तल यो बौलाले हामीलाई लिएको यहाँ हाम्रो बौला भन्नु नि हाम्रो बौला यही हो साला हेर न के मुत्नु गएको हो कि मुत्नु त अघि यहीँ मुत्छ क्या लाज बेगरको यो मलाई पो मुत्नेलाई भन्दा हक्नेलाई लाज देख्नेलाई लाज भन्छ त्यस्तै के अरे मुजी यहाँ हेर पानी खानु पानी खाऊ बसेर त पनि बस्न आउँदो रहेछ होइन यस्तो गऱ्यो भने के चुरोट खानु मन लाग्यो चुरोट फेरि हिजो तड्कीको केटाले दिएको अरे बड्डालाई यतिखेर यार ए थलो कति अब बनाउने सरलाई नमस्कार छ सर हामी खाँदैछु ए बेकरी सेफ थलोको इन्टरभ्यू दिनु पर्यो यार ल थले इन्टरभ्यू थलो हजुर तपाईँको नाम भनिदिनु पर्यो हजुर के बोले भाइ के बोले मेरो नाम आलु बखडा हो आलु बखडा अहिले चाहिँ हामी स्याउ टिप्न आइरहेको छ स्याउ यही हो स्याउ
यो स्याउ भन्दैन यसलाई यो लङ्गुरको हातमा अङ्गुर भन्छ लङ्गुरको हातमा अङ्गुर छ मुखमा पनि छ मुखमा पनि छ दुईटै हातमा भाग्यमानीको दुईटा हातमा लड्डु भन्छ नि दुईटै भुइँभरि पनि छ यो सब टिप्नुपर्ने हामीले अनि तपाईँ के युरोप आउनुभएको भन्दै हुनुहुन्छ के कसो हो हजुर म युरोपको भर्खर 2-4 दिन भएको छ 2-4 दिन भयो तपाईँ के दिनको बिचमा चाहिँ हामीलाई यसरी जङ्गलमा ल्याएर गेडा टिप्नु लायो के कामको लागि भनेर आउनु भएको थियो नि हजुर तपाईँ आउन त हामी गेडै टिप्नु भनेर आएको थियो तर यही गेडा भन्ने चाहिँ थाहा थिएन यही गेडा हो भने चाहिँ ठ्याक्कै थाहा थिएन तर यहाँ आएपछि थाहा भयो होइन यत्रो टिप्नु पर्ने छैन भुइँभरि छ क्यारेट छ भोरिआइसक्यो ठिक छ भनेपछि अनि तपाईँको के कसो लगानीहरू पनि केही भन्न मिल्छ हामीलाई खुलाउन मिल्छ लगानी त यसमा खुलाउनु मिल्दैन ए सा भनेर 10 भन्नु त मिल्दैन नि यहाँ लगानी खोल्नु मिल्दैन होइन यो अब यस्तो उसमा ठिक छ भन्न मिल्दैन ल ठिक छ केही छैन यस विषयमा हामी अब चाहिँ पछि के बसेरै बहस गरौँला है त एकदम अहिले काम अब यस्तै हो सबैजना गर्नै पर्छ होइन बिजी छ अब के गर्नु गर्नै पर्यो होइन ल ठिक छ है त स्याउ टिपिसक्यो है स्याउ टिपिसक्यो होइन यस्तो भरिसक्यो 10-15 क्यारेट जति टिपी अब लोड गर्दैछौँ लाने हो स्याउ